बोट केमा घन्टीमा वेलकम छ मेरो डेली ब्लगमा फेरि पनि आइसक्यो न्यू डे न्यू ब्लगको साथसाथमा म पनि आइसकेको छु आज। हेलो गाइज, आज चाहिँ म आफ्नो मामाको घर जाँदैछु होइन। आज चाहिँ हाम्रो मामाको घरमा डिबिसी गराउनको लागि पूजा गर्नु छ अनि भनिरहेको छन्। अनि त्यसले चाहिँ हामी गएको छौँ होइन। चट्ट पारेर मामाहरू तपाईँले इन्डिया हुनुहुन्छ नि त, त्यही भएर चाहिँ हामी चाहिँ गफ गर्दै गइसकेका छौँ एलियन जस्तै बनेर होइन। म आज चट्ट पारेर चस्मा लगाएर होइन, मलाई आज त अर्कै लगाइराखेको चस्मा लगाउनु नि त म धेरै। अनि हामी चाहिँ यो पुल हो, हजुरलाई थाहै होला नि त, यो पुल हाम्रो सुन्दरनगरको पुल हो होइन। मलाई यस्तो डर लागिरहेको थियो चामाले चलाएको देखेर, अब किनकि परिपक्व हुनुहुन्छ नि त उहाँ भनेर मैले चाहिँ चट्ट भएर पुलमाथि चढिदिएको होइन नउत्रेर। त्यसपछि चाहिँ हामी चाहिँ बजारमा ओत्रियौँ। अब मिठाई त चाहियो नि त हामीलाई, अनि मिठाई चाहियो अनि मिठाई किनकि कहिले पूजाहरू गर्नुपर्छ नि त। अब चट्ट भएर पूजाहरू गर्नको लागि हामीले मिठाईहरू लग्ने तयारी गरेका छौँ होइन। फेरि त्यो मिठाई खाइदिउँ भन्ने जस्तो लाग्यो, तर छामाले हामीलाई किन्नु भएन होइन। घरै गएर खालाई जति पनि भन्नुभयो। अनि त्यसपछि चाहिँ मैले कुराहरू गरिदिएँ अनि मिठाईहरूको तयारी गर्दैछौँ होइन। मिठाई त किन्नु परिहाल्यो नि त, हो कि ल भन्नुहोस् त, पूजामा त चाहियो नि त मिठाई भनेर। अनि त्यहाँ हामी चाहिँ अर्को पसलमा गइसकेका छौँ। बतासा लड्डु होइन कि अगरबत्ती बतासा ध्वजा के चाहिन्छ नि त, त्यही भएर चाहिँ यो ध्वजाहरू किन्नुको लागि अब मैले चाहिँ त्यो दोकानमा गइसकेको छु होइन। अब दोकानमा गइसक्यो नि फेरि मेरो के छ भने बानी, यता चल्ने उता चल्ने बानी छ होइन। त्यसपछि ट्याङ 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 बोट केमा घन्टीमा भन्दै फेरि मैले चाहिँ आफ्नै पाडामा साथी र सँगी एक्लै रङ्गी भन्ने जस्तै कुरा गरेँ। फेरि चस्मा लगाएर फेरि मलाई आफू जस्तो कोही छैन भन्ने जस्तो लागिरहेको मलाई फेरि। त्यसपछि हामीले सामानहरू गराइसकेका छौँ अब होइन। त्यसपछि चाहिँ हामी चट्ट पारेर अब गाडीमा बसेर जानु परिहाल्यो नि त, हो कि ल भन्नुहोस् त, जल्दी पुग्नु छ त्यहाँ पुगिसकेँ नि म चाहिँ मामा घरमा पुगिसकेको छु होइन। अब मामा घर चाहिँ अब यो यतापट्टि छ नि त, यो तिनवाला मामाको घर हो। अब यता बन्दैछ नि त, अब मामाहरू इन्डिया हुनुहुन्छ, जेठो मामा मात्रै घर हुनुहुन्छ। त्यहाँ गएर यस्तो कस्तो भन्दाखेरि अब त्यो भएको रहेछ नि है। अब क्यान्सलै भनौँ है, मैले क्यान्सलै गरिदिएको थियो, क्यान्सलै भएको कि अब के भनौँ हजुरलाई, यो केही पनि गर्नु भएको छैन होइन। अब मैले चाहिँ ढोको गरिसकेको छु सबैलाई। अब किनकि म जाँदैन भन्दाखेरि अब हामी चाहिँ घर जान्छौँ, किनकि अब हाम्रो टाइम छैन नि त यहाँ बस्ने। त्यही भएर चाहिँ हामी यहीँ नबसेरै हामी अब एकछिन ढोको गर्छौँ। अनि भोलि हुन्छ पूजा भनिरहेको छ न, भोलि आफै गर्नुहुन्छ, किनकि अब हाम्रो पनि त घरमा काम हुन्छ भने